नमस्कार, म विनाले। आज चाहिँ म क्यानाडातिर गइरहेछु र क्यानाडाको कस्तो छ बाटो भन्ने म वर्णन गर्छु भन्ने आशा मलाई। हेर्नुहोस्, अब देखिरहनु भएको छ होला तपाईँहरूले, बाटोमा हिउँले भरिएको छ र पनि हल्का हल्का त सफाइ छ, देखिराख्नु भएकै छ होला। डाँडाकाँडा कति रमाइलो छ। अनि मलाई त लागिरहेछ कि म त गीत गाउँदै जाउँ अनि हजुरहरूलाई पनि सुनाउँदै जाउँ भन्ने मलाई लागिरहेको थियो। के गर्नु, अहिलेको हालमा मेरो घाँटीको बिरामको कारणले चाहिँ गाउन सकिनँ, बोल्न चाहिँ सकिरहेको छु र पनि डाँडाकाँडा देखाइरहेको छु। चिसो चाहिँ भने तपाईँको अहिलेको उसमा हेर्दाखेरि नेगेटिभ कति छ, 24 पो थियो रहेछ त अघिसम्म। अहिले चाहिँ अलिकति झन् भएछ र पनि चिसै छ नि, के भनेर। मेरो यो सबै भिडियो हेरेर हाँसिदिनेहरूलाई र मन लाएर चित्त बुझाइदिनेहरूलाई धन्यवाद। नभुलिकन लाइक, कमेन्ट एन्ड सब्सक्राइब चाहिँ गरिदिनु होला है। धन्यवाद। थ्याङ्क यू फर वाचिङ।